तू ही मेरी मंजिल है पहचान तुझी से, तू ही मेरी मंजिल है पहचान तुझी से। पहुँचूं मैं जहाँ भी मेरी बुनियाद रहे तू, पहुँचूं मैं जहाँ भी मेरी बुनियाद रहे तू। मैं वतन वतन मेरे आबाद रहे तू, मैं जहाँ रहूँ जहाँ मैं याद रहे तू। मैं वतन मेरे वतन, है वतन मेरे वतन। तुझ पे कोई गम की आँच आने नहीं दूं, तुझ पे कोई गम की आँच आने नहीं दूं। कुर्बान मेरी जान तुझ पे शाद रहे तू, कुर्बान मेरी जान तुझ पे शाद रहे तू। मैं वतन वतन मेरे आबाद रहे तू, मैं जहाँ रहूँ जहाँ मैं याद रहे तू। अरूको अन्डरमै थियो, त्यो ब्रिटिसको अन्डरमै थियो र हिजो हामीले मनाएको 14 अगस्तमा हाम्रो भारत चाहिँ कस्तो हिजो मनाएको पनि अलिकति बताइदिन्छु। पाकिस्तान र इन्डिया एउटै थियो, एकदम एउटै देश थियो। तर हाम्रो पाकिस्तान चाहिँ कति बेला भने 14 अगस्तमा भयो। हिजो हामीले हेर्नु पनि टिभी हेर्नु, 14 अगस्तमा चाहिँ पार्टिसन भयो। र त्यति बेला अब बुझिहाल्यो होला उताको हिन्दूहरूलाई, यता पार्टिसन उता है मुस्लिमहरू कन्ट्री भएर हाम्रो हिन्दूहरूलाई चाहिँ काठमा गरेर ट्रेनमा छोडेको हिजो एरियाहरू। र अब इन्डियामा चाहिँ महात्मा गान्धी, भगत सिंह, झाँसी की रानीहरूले पनि पुरा झगडा गरेर उनीहरूले फाइट गरेर होइन भारत स्वतन्त्र चाहिँ 15 अगस्त 1947मा चाहिँ उनीहरू ब्रिटिसहरूले छोडेर गयो। उनीहरूले अब हामीलाई जिम्मा दियो। नभए चाहिँ उनीहरूको अन्डरमा 200 वर्ष चाहिँ हामीहरू उनीहरूको कैदमा बसेको थियो। उनीहरूले जे भने त्यही मान्नु पर्थ्यो हो। उनीहरूले जे भने त्यही मान्छे उनीहरूको अन्डरमा थियो। र त्यसैको खुसियालीमा चाहिँ हामीले 15 अगस्त मान्छौँ। उनीहरूले छोडेर गएर हामीलाई हाम्रो देश जिम्मा दियो। तर कति चौपटीहरू लगेर पनि गयो उनीहरूले हो। त्यसै कारण चाहिँ हामीले मनाएको छौँ हो। किन अरूको अन्डरमा चाहिँ हामी ब्रिटिसको अन्डरमा र